रासोपाले आफ्नो महाधिवेशनबाट पहिलोपटक क्लियरली प्रदेश सभा चाहिँदैन, यसलाई खारेज गर्नुपर्छ भनेर पोलिटिकल प्रस्ताव गर्यो। तर यो कुरालाई लिएर अहिले डिबेट भइरहेछ, अफवाह फैलिँदैछ। विरोध गर्नेमा सीके राउत एक नम्बरमा छन्। उनले एकपछि अर्को स्ट्याटस लेखेर विरोध गर्दैछन्। अधिकार माग्न काठमाडौँ जान पर्दैन भनेको होइन र भनेर याद दिलाउँदैछन्। यिनको यो स्ट्याटस हेर्नुहोस्, प्रदेश सभा पो खारेज गर्ने हो, प्रदेश त रहन्छ नि भन्नु, टाउको थोडी काटेको हो र खुट्टा पो भाँचेको हो, मान्छे त रहिरहन्छ नि भने जस्तै हो। हेर्नुहोस्, पहिलो कुरा त के बुझ्नुहोस् भने नेपाल जत्रो देशमा प्रदेश चाहिँदैन, यो सेतो हात्ती हो भन्ने कुरा सबैलाई थाहा छ। तर यसलाई खारेज गरौँ भन्ने हिम्मत कुनै पार्टीसँग छैन। किन थाहा छ? किनकि माओवादीले 62-63 सालतिर नेपाललाई प्रदेशमा टुक्राम, त्यसपछि सबैले आफ्नो अधिकार पाइन्छ भनेर सबैको दिमाग फुट्यो ताकि मधेसीको पहिचानवादीहरूको भोट बटुल्न सकियोस्। पछि माओवादी त बिलार गयो, तर यही एजेन्डा बोकेर मधेसवादी दल, पहिचानवादी दलले अहिलेसम्म राजनीति गर्दैछन्। अब यस्तो बेला आयो कि प्रदेशको काम के हो प्रदेश सांसदलाई पनि थाहा छैन, तर यसलाई फाल्दिम भन्ने हिम्मत कसैको पनि छैन। किनकि मधेसी जनतालाई लाग्छ मधेस प्रदेश रहेन भने हाम्रो अधिकार हनन हुन्छ। त्यस्तै कोशी प्रदेशको कुरा लाग्छ हाम्रो पहिचानको लडाइँ सकिन्छ। तर सत्य कुरा के हो भने तपाईँ सिम्पल तरिकाले हेर्नुहोस्, यदि यो प्रदेश सभाले जनतालाई अधिकार र समृद्धि दिने हो भने अहिले मधेसी जनताको हालत के छ? प्रदेशले कति रोजगारी दिएछ त्यहाँका जनतालाई? त्यहाँको समृद्धि विकासको स्तर के छ? मधेसी जनताको मसिया हामी हौँ, हामी दिलाउँछौँ अधिकार भन्ने मधेसका नेताहरू आफू मिल्न नसकेर फुटेर दर्जनौं पार्टी बनिसके। यो चुनावमा मधेसमा एउटा पनि सिट जित्न सकेनन्। रियालिटी त यो हो कि यिनीहरूलाई बस जनता उचालेर राजनीति गर्नु छ, नत्र प्रदेश खारेज भएपछि जनताको अधिकार कसरी समाप्त हुन्छ? बरु यिनी टाउके नेताहरूको मन्त्री, मुख्यमन्त्री पद सुहा हुन्छ। प्रदेश हटाएर स्थानीय तहलाई मजबुत गर्दा पो जनताले झन् धेरै अधिकार पाउलान्। काम सबै स्थानीय तहबाट हुन्छ। प्रदेशमा कहाँ गएर कोसँग अधिकार माग्ने हो? नेपालमा प्रदेश चलाउन 45-50 करोड खर्च लाग्छ। यसको चुनाव गराउन अर्को 50 करोड खर्च लाग्छ। यदि यो 1 अर्ब रुपियाँ स्थानीय सरकारलाई दिने हो भने 3 वर्षमा बन्ने तपाईँको बाटो 2 वर्षमा रेडी हुन्छ। अब तपाईँ आफै भन्नुहोस्, हाम्रो देशको विकास खर्च 3 देखि 4 खरब रुपियाँ मात्रै हो। त्यही पैसा देशभरि बाँड्न पर्छ, वडामा, नगरमा। प्रदेश सरकार त घाँडो भएको छ, न केही काम छ न केही काज, उल्टी ढुकुटीको पैसाले पालेर राख्न परेको छ। अनि यसलाई खारेज गरौँ न त भन्दा त्यस्तो कुन अधिकार छ जुन जनताले प्रदेशबाट पाइरहेछन् जुन एक्कासी बन्द हुन्छ?